आजको बसाइ मेरो मार्केटिङतिर छ र आजको घुमफिर तपाईँहरूले मलाई भिडियो लाइक कमेन्ट सेयर गरिदिनुहुन्छ भन्ने मलाई पुनः आश छ र मेरो भिडियो पनि हेरिरहनुहुन्छ होला र हामी मार्केटतिर लगभग यही बेला प्रस्थान गरिरहेका छौँ। हामी मार्केटमा जस्ट पुग्यौँ भने मार्केटको दृश्य पनि तपाईँलाई देखाउने नै छौँ। यतिखेरको अवस्था हाम्रो मार्केटको छ, लगभग घुमघाम गर्ने हो। मार्केट चाहिँ माइडिएन छ है मार्केटको नाम। यतिखेरको बसाइमा हामी मार्केटमा आइपुग्यौँ। जस्ट मार्केटमा धेरै बिजी महल थियो, यसलाई बिजी महल पनि भनिन्छ र यो खाली दृश्य प्रायः बाहिर थिएन है। यो चाहिँ ग्राउन्ड हो। यहाँभित्र मान्छेका खुट्टाहरू कपडामा राखेका हेर्नुहोस्। अन्य कुराहरू खानेकुराहरूमा हामी गएको छैनौँ। म जस्ट लिफ्टमा चाहिँ यतिखेर वेट गरेँ। लिफ्टबाट म चाहिँ अहिले लेभल टिकामा छु। म केही समयपछि अन्डरग्राउन्ड जानेछु, ग्राउन्ड फ्लोरमा जीमा। त्यहाँ चाहिँ सुपर मार्केट छ। लेभल 5 मा रहेछ अहिले लिफ्ट। म वेटिङमा छु, लिफ्टलाई वाच गरिरहेको छु। चाहिँ लिफ्ट खुल्छ खुल्दैन। अब डाइरेक्ट यो म लेभल टिकामा लेभल 3 यहाँको भाषामा टिका भन्छ। लेभल 3 मा खुलेन भने ट्याग छ भने तलै जाने हो। लिफ्ट तलतिरै झर्ने हो। जस्ट तलै गयो, खुलेन। म 3 मा यहाँ पर्खिरहेको छु, खुलेन। खुलम भयो, खुलेन। किनकि लिफ्ट बिजी भएर होला, धेरै मान्छे भएर होला, लान सक्दैन भने खुल्दैन। लेभल 2 मा चाहिँ खुलेछ है। फेरि म चाहिँ भित्र बसेँ। यतिखेरको अवस्थामा म भित्र बसेर लिफ्टमा बाहिर देखाइरहेको छु। लिफ्टबाट देखिरहेको है। यो त मसँग एकजना केटी हुनुहुन्छ, एकजना केटा पनि हुनुहुँदैछ लिफ्टमा है। 3 जना छौँ हामी। टी सर्ट त उहाँले दरो दामी लाउनु भएको छ यार भाइ है। यस्तो टी सर्ट कहाँ पाइन्छ? केटी पनि राम्रै हुनुहुन्छ, चाइनिज टाइपको हो, तर चाइनिज होइन कि जस्तो लाग्यो। फिलिपिन्स हुनुहुन्छ होला। जो भए पनि हल्का हल्का केटी बास्ना आइरहेछ। लेडिज हुनुहुन्छ। मलाई पनि लिफ्टमा देखिरहेछ। म चाहिँ अब लिफ्ट खुल्यो हाम्रो, हामी निस्किने छौँ। उहाँ पनि निस्किनु भयो। तर जस्ट हामी ग्राउन्ड फ्लोरमा आउन सकिनौँ। किन? म चाहिँ लिफ्टमा हिँड्थेन, किनकि ड्युटीमा पनि गाडीमा जाने हो। लिफ्टमा एक्सिलेटरमा तलमाथि गर्नाले ज्यान चाहिँ साह्रै बढो भनेर हिँड्ने गर्थेँ। आज चाहिँ समय नभएको कारणले म लिफ्टमा नै आएँ र हाम्रो मार्केट चाहिँ यहाँ हो। यहाँबाट छिर्ने भित्र। अब यहाँबाट छिर्यो भने कपडा पाउँछ। म यहाँबाट नछिरेर म चाहिँ डाइरेक्ट ग्राउन्ड फ्लोरमा सुपर मार्केटमा जाने तयारीमा हिँडेँ। सुपर मार्केटमा गएर मैले चाहिँ सुपर मार्केटमा जान्छु। म सुपर मार्केटमा गएर यहाँ सुनको पसल छ, खानेकुराहरू भयो, इमास भन्छ होइन, घडी हेर्नुहोस्। यहाँ आइएमई पनि छ। अनि पैसा पठाउनुहोस् भनेर पछि लाग्छ यहाँ मान्छेहरू। यहाँ 10वटा 15वटा आइएमई छ यो मलभित्र। मोबाइलको दोकानहरू छ हेर्नुहोस्। भिभो मोबाइलको कडाई भन्छ यहाँ दोकान एकदम चलिरहेको छ। त्यसपछि तपाईँको उताबाट दिदी आइरहनु भएको छ। क्याप्सी हेर्नुहोस्, क्याप्सी पनि पाउँछ यहाँ। एक्सिलेटर यो माथि जाने, यसको अपोजिट साइडमा जस्ट तल झर्ने छ। म एक्सिलेटरमा तल झर्ने छु है त। एक्सिलेटर छ यहाँ। अब यो एक्सिलेटरमा तल जान पाए त हुन्थ्यो है त। पाउँछ कि पाउँदैन तल जान भन्ने छ। हामी एक्सिलेटरबाट अब तल झऱ्यौँ।
हाम्रो यात्रा चाहिँ ग्राउन्ड फ्लोरमा सुपर मार्केटको छ हाम्रो गन्तव्य। हामी चाहिँ सामान सुपर मार्केटको हेर्नुहोस् 5:19 गइसकेको छ अहिलेको समयमा। हामीसँग समय धेरै छैन किनकि साँझको खाना ड्युटी जाने साथीलाई बनाएर खुवाउनु छ। एटिएम छ यहाँ नजिकै, पैसा त के हाल्यो होला र आज यो सेलेरी आउनु, तर पनि एटिएम नजिकै छ। सामान बोकेको छु साथमा, एउटा पोइन्ट बनाउनु थियो। कहिलेकाहीँ यो बिजी मलतिर आउने मन लाग्छ। यहाँतिर आयो भने शान्त गाउँ जस्तै वातावरण छ। एकदम विकट ठाउँमा अहिले चाहिँ यस्तो विकसित भएको छ यो ठाउँ भनेपछि पुलाउ पेनाङ भन्ने ठाउँमा हो। यो समुद्र हो पहिलाको। अब पुलाउ भनेको डाँडालाई भन्छ हाम्रो नेपाली भाषामा, टापुलाई पुलाउ भन्छ। पेनाङ भनेको आइल्यान्डमा हो। पहिला समुद्र हिँड्थ्यो, अहिले मार्केट बनेको छ। समुद्र उता छेउछाउमा छ खोलामा होइन। अब म सुपर मार्केटमा प्रस्थान गर्छु। मेरो समय धेरै छैन होला, किन म चाहिँ अहिले सुपर मार्केटमा गएँ। म मेरो झोलामा यहाँ रस्सी बान्नु पर्छ, एउटा सिल बान्नु पर्छ। रस्सी बान्नु बुझ्नुहुन्न होला। सुपर मार्केटमा प्रस्थान गरिसकेपछि म चाहिँ हेर्नुहोस् यता आउँछु। कुनै सटरहरू बन्द छन् होइन, किनभने यो नयाँ साल लागेर होला मान्छेहरू घरतिर गएका छन्। अब नत्र त ल